नियमावलीहरूलाई चाहिँ हामीले चाहिँ पालन गर्न पर्ने, सांसदले पालन गर्न पर्ने, सरकारले पालन गर्न नपर्ने। कहाँसम्मको अन्याय हो यो? सरकारले पालन गर्नु पर्दैन, सम्बन्धित मन्त्रीले पालन गर्नु पर्दैन। हामीले सम्मानज्यूजीले भने अनुसार खर्च कटौतीको प्रस्ताव पनि हामी दिन पाएनौँ। किन पाएनौँ त? किताब नआएर, किताब समयमा दिनु पनि छैन, मन्त्रीहरू उपस्थित हुनु पनि छैन। माननीय सदस्य हितराज पाण्डेलाई मैले समय दिएको छु। माननीय सदस्य आसन ग्रहण गर्नुहोस्। मैले माननीय सदस्य हितराज पाण्डे के भन्न लाग्नु भएको छ? सम्मानीय सभामुखज्यू, सरकार यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन। बारम्बार हामीलाई सदनबाट कार्यसूची आउँछ, ती कार्यसूचीहरू हटाइन्छ। कारण के भनेर हामी सम्मानितसँग सोध्छौँ, मन्त्रीको उपस्थिति छैन। सरकार सदनमा आन्दोलन भएको यत्रो समय भयो, त्यसको जवाबदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुभयो, अहिले आज दिएको कार्यसूचीमा पनि मन्त्रीहरू सबै उपस्थित हुनुहुन्न। यो विषयवस्तु संसदले नै हेर्नुपर्ने विषयवस्तु हो। यसकारणले मन्त्रीहरूको उपस्थिति बेगर आज हुने जुन छलफल छन् त्यो छलफल अगाडि बढाइनु हुँदैन। यो हाम्रो नियमावलीको ठाडो उल्लङ्घन हो। हामीले अहिले भर्खरै सुन्यौँ सम्माननीयज्यूले निर्देश गर्नुभएको, नियमावलीहरूलाई चाहिँ हामीले चाहिँ पालन गर्न पर्ने, सांसदले पालन गर्न पर्ने, सरकारले पालन गर्न नपर्ने। कहाँसम्मको अन्याय हो यो? सरकारले पालन गर्नु पर्दैन, सम्बन्धित मन्त्रीले पालन गर्नु पर्दैन। हामीले सम्मानज्यूजीले भने अनुसार खर्च कटौतीको प्रस्ताव पनि हामी दिन पाएनौँ। किन पाएनौँ त? किताब नआएर, किताब समयमा दिनु पनि छैन, मन्त्रीहरू उपस्थित हुनु पनि छैन। माननीय सदस्य यहाँको ध्यान आकर्षण भइसकेको छ, आसन ग्रहण गरौँ। यस कारणले सरकारको उपस्थिति बेगर, माननीय सदस्यहरू